बोनस सेयर स्क्याम हो। अब स्क्याम हो कि होइन भन्नको लागि त बोनस सेयर भनेको के हो भनेर जान्नु पर्यो। तपाईँहरूले एबिसी लिमिटेडमा के गर्नुभयो, इक्विटी सेयर क्यापिटलमा लगानी गर्नुभयो र त्यो एबिसी कम्पनीले के गर्छ, सर्टेन टाइमसम्म सेल्स गर्नुपर्ने भए सेल्स गर्छ, सर्भिस दिनुपर्ने भए सर्भिस दिन्छ र उसले के कमाउँछ, प्रफिट कमाउँछ। त्यो प्रफिट कसको, त्यो प्रफिट इक्विटी सेयर होल्डरहरूको र त्यो इक्विटी सेयर होल्डरको प्रफिट के गर्छ, उसले समय समयमा बाँड्छ। त्यसलाई के भन्ने भयो, डिभिडेन्ड डिस्ट्रिब्युसन भन्ने भयो। डिभिडेन्ड डिस्ट्रिब्युसन गर्ने तरिका दुईटा, एउटा क्यास डिभिडेन्ड, अर्को बोनस डिभिडेन्ड। क्यास डिभिडेन्ड भनेको नगद नगद पैसै दिने हो। यदि एबिसी कम्पनीले 100 रुपियाँ तपाईँलाई क्यास डिभिडेन्ड दिन्छु भनेर दियो भने अब नेपालको कानुन बमोजिम 5% के गर्नुपर्ने हुन्छ, त्यसमा डिभिडेन्ड डिस्ट्रिब्युसन ट्याक्स काट्नुपर्ने हुन्छ र यदि 100 रुपियाँ तपाईँलाई क्यास डिभिडेन्ड दियो भने तपाईँको खातामा कति आउने भयो, 95 रुपियाँ मात्र नेट अफ ट्याक्स आउने भयो। अब जाउँ बोनस सेयर। बोनस सेयर भनेको यस्तो सेयर हो जुन चाहिँ क्यासको सट्टामा दिइन्छ र एक्जिस्टिङ सेयर होल्डरहरूलाई दिइन्छ, जसले गर्दाखेरि के हुने भयो, नम्बर अफ सेयर चाहिँ बढ्ने भयो र जसले गर्दा के हुने भएन, मार्केट क्यापिटलाइजेसन बढ्ने भएन। नर्मली तपाईँले नेपालमा हेर्नुभयो भने बोनस सेयर र क्यास डिभिडेन्ड सँगै दिइरहेको हुन्छ। किनभने बोनस सेयरमा तिर्नुपर्ने जुन ट्याक्स हुन्छ त्यो चाहिँ केबाट मिलाइन्छ, क्यास डिभिडेन्डबाट मिलाइन्छ। तर यदि तपाईँको बोनस सेयर मात्र दियो र क्यास चाहिँ तपाईँले के गर्नुपर्ने भयो, त्यसमा तिर्ने ट्याक्स चाहिँ तपाईँले आफैले ब्याङ्कमा गएर जम्मा गरिदिनु पर्ने भयो भने तपाईँले ब्याङ्कमा गएर जम्मा नगरिकन के गर्दैन, तपाईँहरूलाई बोनस सेयर तपाईँको डिम्याट अकाउन्टमा हाल्दैन।